नयाँ ब्लग सुरु भइसकेको छ। म चाहिँ आज मेरो छुट्टी छ। छुट्टी भए पनि काम धेरै छ क्या आज मेरो चाहिँ। कामहरू चाहिँ के छ भन्ने कुरा चाहिँ अब म गर्दै जान्छु, तपाईँहरूलाई आउँदै जान्छु। फर्स्टमा चाहिँ लन्ड्री यहाँ छ होइन, लन्ड्री हालौँ। सेकेन्डमा चाहिँ भाइको त्यो पेपरहरू बनाउनु पर्छ, सिन नम्बरहरू त्यो सबै बनाएर अनि फेरि यता आइसिबिसीमा जानुपर्ने छ, फेरि ब्याङ्कमा अपोइन्टमेन्ट लिनुपर्ने छ, त्यसपछि फेरि रेस्टुरेन्ट पनि जानुपर्ने छ, लन्ड्री पनि भ्याउनु पर्ने छ, अझ धेरै कामहरू छ। सँगसँगै गर्दैछौँ। मलाई चाहिँ यो 25 सेन्ट चाहिएको थियो लन्ड्री हाल्नलाई, त्यही भएर म यो गाडीमा लिन आएको। गाडी हेर्नुसँग हुन्छ विन्टर इज फाइनली हेर होइन, गाडी यस्तरी हुन्छ। अनि पहिला सुरु ल यो कपडा हालौँ, कपडा हालेर अनि भाइलाई लिएर त्यसको काम गर्नलाई जाउँ है त। एउटा कपडा हाल्न जाउँ लन्ड्री। ल अर्को एउटा काम पनि लन्ड्री चाहिँ हाल्यो भाइ हो, त्यहाँनिर बसिरहन्छ रेडी भएर। हामी चाहिँ हिँड्दै जाने, गाडी लिएर नजाने, किनकि नजिक नजिक जानुपर्ने छ। पर यसलाई चाहिँ गाडीमा राखौँ पहिला अनि जाउँ हामी। ल हाम्रो चाहिँ सेकेन्ड काम सकिसक्यो। कति चाँडै हुँदो रहेछ यहाँ नेपाल भन्दा यहाँ कस्तो हुँदो रहेछ ल भन्? 5 मिनट 5 मिनटमा होइन। नेपालमा आयो टाइम लाएर होइन लाइन बस्नु मान्छे, यहाँ त पैसा पनि परेन नि, घुस पनि खुवाउनु परेन, एकैछिनमा भयो नि होइन। यस्तो हुनु पऱ्यो नि होइन, अनि को मजा हुन्छ होइन। सही हो ल जाउँ। हाम्रो अर्को काम चाहिँ भएन, अब अनलाइन गर्नुपर्ने भयो, तर केही छैन। मेपल ट्री, यो मेपल ट्रीको पातहरू हो क्या, यसबाट त्यो मेपल सिरप भन्छ नि, यसबाट बन्ने हो क्या। अनि त्यो क्यानाडाको झन्डामा भएको ऊ पनि यही हो, के अरे त्यो क्यानाडाको झन्डामा भएको पात छ नि, यही हो क्या। रुखको फोटो, रुख हो, मेपल ट्री हो क्या यसको नाम। ल जाउँ यता अब बिचमा छ हैन। ल हामी चाहिँ अझै पनि घुम्नेमै छौँ। हाम्रो एकजना दाइ भेट्नु भएको छ। हामी अब एकजनाबाट दुईजना, दुईजनाबाट तीनजना दाइ पनि भेट्नु भयो। हामी जाँदैछौँ। मेपल ट्री छ नि दाइ होइन, झरेपछि झन् राम्रो देखिन्छ क्या। त्यही त दाइ नेपाल होइन नि दाइ, इन्डिया हो। दाइ पहिला चाहिँ नेपाल हो, पछि चाहिँ इन्डिया हो। यहाँ हामी त अझै पनि हिँड्दैछौँ है, बाटोमै छौँ, जाँदैछौँ। भाइलाई ब्याङ्कमा छोडेर हामी चाहिँ उता अगाडि जान्छौँ मार्केटतिर। यो चाहिँ हाम्रो दसैँ तिहारमा हुने फुल हो, सयपत्री भन्छौँ हामी चाहिँ यसलाई होइन। उता पनि छ, यो टन्नै रहेछ क्या सयपत्री फुलहरू। हेरौँ न दाइ, हाल्नु भयो होला होइन, दाइले पनि देख्नुभयो। दाइ तपाईँले त्यस्तो फुल इन्डियामा देख्नुभयो थियो तपाईँले पहिला? इन्डियामा पहाडतिर देखेँ क्या। तपाईँहरूले त्यो तिहारमा त्यसरी लगाउनुहुन्छ कि नै? लगाउँछ, घरमा लगाउनुहुन्छ नि होइन ढोकामा? हजुर, हामीले पनि त्यो ढोकामा लगाउने। अनि त्यो उसमा घाँटीमा चाहिँ हामीले फेरि त्यो सयपत्री लगाउँछ क्या। तपाईँहरूले कुन चाहिँ लगाउनुहुन्छ? सयपत्री होइन, मखमली भन्ने हुन्छ नि, त्यो पिङ्क कलर, रातो कलरको हुन्छ नि एउटा क्या, त ब्लू कलरको हुन्छ नि, त्यो चाहिँ लगाउँछ क्या हामीले। तपाईँहरूले चाहिँ त्यही सयपत्री लगाउनुहुन्छ तिहारमा होइन? होइन लगाउनु त सयपत्री पनि लगाउँछ मान्छेहरूले। हामी चाहिँ यो वालमार्ट छेउमा होइन, यो खै के यस्तो बेरी जस्तो रातो, खै दाइलाई सोधेको, दाइलाई पनि थाहा छैन अरे। म चाहिँ खै हेरिरहेको छु के हो कन्फ्युज भयो। ल फाइनली कपडा पनि अब ड्रायरमा हाल्ने। 2 4 स्टार्ट। 30 मिनटपछि भेटौँला है त। के अरे लन्ड्री पनि लगभग भ्याइयो होला, फोटोसुट पनि भ्याइयो, भाइको 2-4वटा काम पनि भ्याइयो। अनि अब चाहिँ एकैछिन क्यामेरा होल्ड गर्न गाह्रो भयो, किन गाडी अनलक गरौँ होइन। अब चाहिँ घर जाने, मलाई भोक लाग्यो, मैले त ब्रेकफास्ट पनि खाएको छैन आज। ब्रेकफास्ट खाने अनि त्यही हो, घरमै बस्नु। अब जानु त कहाँ जानु, पहिले ब्रेकफास्ट नि ब्रन्च भनौँ न, ब्रन्च खाऊँ घर गएर। भाइले त खाजा पनि खाइसक्यो होला घरमा गएर, खाएँ भनेर भनेको थिएँ मैले। ल मेरो चाहिँ अब सबै काम भ्याइयो। अब त्यही लन्ड्री मात्रै निकाल्नु बाइक चाहिँ त्यति मात्रै हो, त्यो भ्याएपछि चाहिँ काम भ्याइयो मेरो। ल लन्ड्री पनि भ्याइयो है,
यहाँ हातमा छ लन्ड्री किन यसरी बोक्यो भन्नु होला हाम्रो चाहिँ तल लानुपर्ने भएर चाहिँ यस्तै झोलामा हालेर लाने अनि यो कपडा चाहिँ मैले भिजाएको छु गाडी एकचोटि सर्लका हानौँ भनेर ल जाउँ है त ओके गाइस ल फाइनली सबै काम पनि भ्याइयो अनि यहाँ आज यसलाई बनाउने यसलाई ट्याग लाएर भुट्ने मासुलाई अनि हिजोकै साग छँदैछ अलिकति अनि यहाँ अलिकति दाल पनि छँदैछ त्यो केराउ र आलु तामा मिसाएर बनाएको दाल त्यो खाना बनाएर चाहिँ हामी चाहिँ म चाहिँ खाएर बस्छु अब कान्छा चाहिँ आज ड्युटी जान्छ त्यसको आज फर्स्ट दिन हो र पहिला चाहिँ म बनाउन सुरु गरौँ है त ल मेरो चाहिँ मासु चक्ना हो चक्ना पोटा रे गिजड हो अनि पछि मासु यहाँ अदुवा लसुन ट्याक्क केमा गरेर यो चाहिँ हल्का ड्राई फ्राई हुने भएर चाहिँ हाल्न बाँकी छ यो हालेर ट्याक्क पकाउँछु अनि पाकिसकेपछि अब कान्छालाई भाइलाई पुग्ने खाना छँदैछ आफूलाई चाहिँ ढिँडो पकाएर खाने प्लान छ मेरो अनि यो पाकोस् पहिला त्यसपछि चाहिँ ढिँडो पकाउनु पर्ने हो तर हेरौँ अब मोड चल्यो भने खाने ढिँडो नभए भातै पकाउँछु नभए ल पहिला चाहिँ यो रेडी गरौँ ल है त मासु ल अलमोस्ट मासु रेडी हुँदैछ म चाहिँ ढिँडो पकाउँदैछु आज मकैको ढिँडो खाइदिने मोड चल्यो अब यसलाई हल्का चलाएर यसलाई चाहिँ के अरे ढकन लगाएर छोडेपछि आफै पाक्छ त्यस्तो दुःखै गर्नु पर्दैन क्या ल मेरो चाहिँ अब खाना रेडी भयो मेरो चाहिँ मकैको ढिँडो साग डल्ले मासु सरको चाहिँ मासु भात साग कस्तो भइरहेको छ त सर मिठो भएको छ दामी भयो दामी भएछ मजा आउनु पऱ्यो खाना खाने मजा आउनु पऱ्यो म चाहिँ ढिँडो खाने यसले चाहिँ ढिँडो खानु मान्दैन सानोदेखि नखा भएर नि होला यसले चाहिँ खानु नमानेर मलाई चाहिँ सही मनपर्छ ढिँडो खायो भने कालो हुन्छ कि के अरे ढिँडो खायो भने कालो हुन्छ अरे खै म चाहिँ गोरै छु है ढिँडो खाएर पनि होइन ल पहिला ढिँडो खाऊँ भोक लागिरहेछ मैले त बिहानदेखि ब्रेकफास्ट पनि राम्रोसँग खाएको छैन कस्तो खाना खाएर घाममा बस्नुको मजा पनि छुट्टै छ होइन मजाले घाममा बसिरहेको होइन म चाहिँ मेरो भाइको बेडमा बसिरहेको छु तामाको बोतल टिरिक्क टल्किरहेको छ मजाले खानासाना खाइयो अब सबै काम भ्यायो आजको काम भ्याइयो तर आज मेरो भाइ ड्युटी जाँदैछ आज चाहिँ उसको फर्स्ट डे ड्युटी हो अहिले 4:30 अझै 5:30 बजीतिर सिफ्ट सुरु हुन्छ होइन अनि म चाहिँ अब सुत्छु होला यति भन्दा यो भिडियो पनि यहीँ एन्ड गरिदिउँ थ्याङ्क यू सो मच फर वाचिङ होइन तपाईँले यति माया दिनुभएको छ यति माया दिनुभएको छ अनि थ्याङ्क यू सो मच फर सोनल फ्यामिली दिस भिडियो इज स्पेसल फर सोनल फ्यामिली है तपाईँहरूले चाहिँ यति धेरै माया देखाइदिनु भएकोमा एकदम धेरै मनैबाट धन्यवाद अनि यस्तै माया देखाउँदै गर्नु होला अनि राम्रो कन्टेन्टहरू राम्रो क्रिएसनहरू ल्याउने नै छु होइन त्यति भन्दा थ्याङ्क यू सो मच फर वाचिङ पिस आउट गाइज